हेलो नमस्ते सबैजनालाई है। मैले चाहिँ जिन्दगीमा फर्स्टचोटि है फर्स्ट टाइमै हो क्या मैले यसरी अर्डर गरेको। मैले यसरी कहिले नै अर्डर गरेको थिएन। मलाई चाहिँ दशक्क देख्ने बित्तिकै टिकटकमा देख्ने बित्तिकै कस्तो लिम मन लाग्यो कि है। फर्स्टचोटि हो यो चाहिँ मेरो मैले मगाएँ। अनि त्यसपछि प्याकेजिङहरू पनि राम्रो गर्नु हुँदो रहेछ, राम्रोसँग पठाउनु हुँदो रहेछ, बिल सहित गरेर पठाउनु हुँदो रहेछ है। एकदम धेरै मन पर्यो सो मलाई चाहिँ है। अनि त्यसपछि यो चाहिँ अलि दह्रो खालको प्लास्टिक रहेछ अनि खोल्न नसकेर मैले चाहिँ त्यसलाई यता तानी उता तानी गरेर च्यातिदिएँ कि म चाहिँ धेरै एक्साइटेड थिएँ कि त्यो हेर्नको लागि। अनि 3 दिन अगाडि अर्डर गरेको थियो, आज त आइदिइहालेको कि मतलब 2 दिनसम्म त हुँदो रहेछ है। अनि 2 दिनपछि त ल्याइदिँदो रहेछ। अनि भित्र हेरेको त कस्तो राम्रो कि बक्स, रेड बक्समा कस्तो राम्रो प्याक गरेर पठाउनु भएको है, मलाई मन परेको। अनि त्यसपछि अनि ब्ल्याक कलरमा मगाएको थिएँ नि त मैले। अनि त्यसपछि अनि बक्समा पनि लेख्नु हुँदो रहेछ। अनि मैले चाहिँ खोलेँ लगाएँ है, एक्साइटेड भएर खोलिदिएँ। त्यसपछि त वाउ कस्तो दामी लागेको क्या। मैले चाहिँ खासमा मेरो बुढाको लागि वालेट मगाएको हो है। अनि त्यसपछि अनि मैले चाहिँ माई डियर हस्बेन्ड भनेर लेखेको। अनि मेरो बुढालाई यस्तै क्रिस्चियनको यस्तै मनपर्छ नि त। अनि क्रिस्चियन त होइन, त्यही पनि मनपर्छ मेरो बुढालाई एकदम धेरै। अनि नाम चाहिँ मैले विवेक एन्ड सरू भन्न लगाएको थिएँ। मिस्टेकले मैले सानु भनेर पठाइदिएछ क्या है। मेरो नाम चाहिँ सरू लेख्नु लगाएको थियो, सानु परेछ। त्यही मेरै गल्ती भयो क्या त्यो चाहिँ अलिकति। अनि त्यसपछि केही छैन, त्यही पनि ठिकै छ। थ्याङ्क यू सो मच हजुरलाई। अनि यो चाहिँ हाम्रो फर्स्ट डेट हो है, भेटेको डेट। फर्स्टचोटि भेटेको डेट, बिहे गर्नुभन्दा अगाडि भेटेको डेट हाम्रो चाहिँ। अनि त्यसपछि मैले चाहिँ एकदम धेरै मन पर्यो। अनि बिहेको फोटो पनि राखिदिएको है। राम्रो छ एकदम धेरै है। प्योर के अरे लेदरमा बनाउँदो रहेछ होइन, एकदम धेरै मन पर्यो। सो हजुरहरूलाई पनि चाहिन्छ भने मैले नाम मेन्सन गरिदिन्छु, अर्डर गर्नु होला है। एकदम धेरै राम्रोसँग पठाइदिनु हुँदो रहेछ। थ्याङ्क यू सो मच हजुरलाई विश्वास गरेर पठाइदिनु भएकोमा है। सो राम्रो छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो, बाई।